नमस्ते, म नारायणी चौडगाई सर्वोदय नेपाल जुम्लाको अध्यक्ष। हाम्रो संस्था ग्रामीण महिलाहरूको उत्थानको लागि 2006 सालमा स्थापना भएको हो। सबैभन्दा पहिला फेमीको 30औं रजत महोत्सवको सन्दर्भमा फेमी टिमलाई सफलताको शुभकामना दिन चाहन्छु। मेरो नाम रेबिका सुनार, पातरासी गाउँपालिका वडा नम्बर 4 लिमगर। म सर्वोदय नेपाल जुम्लाको सामाजिक परिचालिका अनि हाम्रो आर्थिक सहयोग गर्ने फेमी नेदरल्यान्ड अनि हाम्रो कार्यक्रमको नाम महिला तथा किशोरका लागि आर्थिक सामाजिक सुधार कार्यक्रम हो। हैन, तपाईको घर कसैले चाहिँ तपाईलाई चाहिँ उठ्यो भने पनि त्यो पनि हिंसा। कसैले तपाईलाई चाहिँ कुनै पनि उमा चाहिँ भाग लिन दिँदैन। जस्तै तपाईँ कहाँ हुनुहुन्छ, कुनै बाहिर चाहिँ तपाईँको बिहेमा जस्तै कुनै तीज कार्यक्रम। नाम सुखराम नेपाली, पातरासी तल्फी, हिमालय झरनासम्मको पुरुष संस्कर्ता। भगवती गिरी, घर मेरो पुटिचौर गाउँपालिका वडा नम्बर 5 त्यसलाई गर्नुपर्छ। चुनौती मान्छ त्यसलाई चाहिँ सर्वोदय नेपालले चाहिँ सहयोग गरेको थियो। उसले चाहिँ हामीले एकदम समीक्षा कार्यक्रम उसको चाहिँ त्यो जेसी स्ट्राटेजीमा छलफल गर्दाखेरि उसले सर्वोदयले सहयोग पनि गरेको थियो।